चन्द्रागिरीको डाँडामा चन्द्र ढकालले केबल कार निर्माण गर्दाखेरि राम्रै भयो। 36 हेक्टर सरकारी वन र त्यो 36 हेक्टर सरकारी वन मध्ये 5 हेक्टरमा मात्रै संरचना बनाउनु पर्ने सम्झौतामा उल्लेख छ। तर तत्कालीन अवस्थामै चन्द्र ढकालले यो चन्द्रागिरीमा 5 हेक्टरमा मात्रै न झन्डै 6 हेक्टरमा संरचना निर्माण गर्यो। एउटा केबल कार पहिले निर्माण गरेकै थिए, तर अहिले पछिल्लो समय दोस्रो केबल कार भट्टाभट निर्माण भइराखेको छ। तर कसैले बोलेको छैन। माथिको टप स्टेसनदेखि लिएर होटेलसम्म रिसोर्ट जुन चन्द्रागिरी हिल्सको जुन 5 स्टार होटेल रहेको छ 1200 मिटरको अर्को दोस्रो केबल कार निर्माण भइराखेको छ अवैध रूपमा। तर कसैले बोलेको छैन। आखिर यो पछाडि के भइराखेको छ त्यो देखाउँदैछौँ यो सिरिजमा।